के तपाईलाई दिनभर थकान लाग्छ? केही काममा नि मन लाग्दैन, काम गर्न मन छैन? सुन्नुहोस्, यो तपाईको गल्ती चाहिँ होइन, तपाईको गल्ती होइन। तपाईका केही त्यस्ता दैनिक बानीहरूको परिणाम हो जसले तपाईको दिमागको शक्ति जुका जस्तै चुसिरहेका हुन्छन्। यदि तपाईँ ती कस्ता बानीहरू हुन् भन्ने जान्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तसम्म हेर्नुहोला। बानी नम्बर 1, राति ढिलो सुत्ने। राति 12 बजेसम्म फोन चलाउने, नेटफ्लिक्समा मुभीहरू हेर्ने, यो सबैभन्दा ठुलो ब्रेन ड्रेन गराउने कुराहरू हुन् जसले हाम्रो निद कम हुन्छ। निद्रा कम भएपछि दिमागले टक्सिनहरू हटाउन सक्दैन। एउटा अनुसन्धानले के भन्छ भने 7 घण्टाभन्दा कम सुत्दा मेमोरी र फोकस दुईटै कमजोर हुन जान्छ। राम्रो निद्रा, राम्रो दिमाग, कति सिम्पल छ कुरो हैन? राम्रो निद्रा, राम्रो दिमाग, कति सिम्पल छ कुरो। बानी नम्बर 2, बिहान उठ्न साथ फोन चलाउन सुरु गर्ने। हामी मध्ये धेरै जसो बिहान उठेर आँखा खोल्न पाएको छैन, खोल्न साथ इन्स्टाग्राम, फेसबुक, टिकटक, युट्युबमा लागिहाल्छौँ, खोल्न थालिहाल्छौँ। यसले दिमागलाई इमिडिएटली स्ट्रेस मोडमा पुर्याउँछ र दिमाग अझै वार्म अप भइसकेको हुँदैन, दिमागमा इन्फर्मेसनको बाढी ल्याइदिन्छ हैन? इन्फर्मेसनको बाढी गराइन्छ। बिहानको 30 मिनेट फोन फ्री बस्नुहोस्, फोन फ्री राख्नुहोस्, दिमागले तपाईलाई थ्याङ्क यू भन्ने छ। बानी नम्बर 3, पानी नपिउने हैन? हामी थाहा छ हाम्रो दिमाग 75% पानीले बनेको छ। दिनभर चिया, कफी, कोल्ड ड्रिङ्क्स पिउने तर पानी पिउन बिर्सिने। डिहाइड्रेसनले दिमागको काम गर्ने क्षमता 20% सम्म घटाउँछ। दिनभर कम्तीमा 8 गिलास पानी पिउनुहोस्। यो सानो बानीले तपाईमा ठुलो परिवर्तन ल्याउनेछ। बानी नम्बर 4, सधैँ मल्टिटास्किङ हुने। एकैपटक व्हाट्सएपमा रिप्लाई पनि गरेको छ, खाना खाइरहेछ, टिभी पनि हेरिरहेछ। हामीलाई लाग्छ कि हामी स्मार्ट छौँ, तर होइन। एक्चुअलीमा दिमागको यो हाम्रो एक्जस्ट भइरहेको हुन्छ। मल्टिटास्किङले प्रोडक्टिभिटी 40% घटाउँछ। एक काम एक समय, one task at a time, यही नै ब्रेनको लागि सबैभन्दा राम्रो कुरा हो। बानी नम्बर 5, मनमा टेन्सन राख्ने, स्ट्रेस राख्ने हैन, तनाव लिइराख्ने। स्ट्रेस सबैभन्दा बढी ब्रेन ड्रेन गराउने कुरा हो। चिन्ता, डर, नेगेटिभ थट्स, यिनले दिमागमा कोर्टिसोल हर्मोनको उत्पादन बढाउँछन् र कोर्टिसोल हर्मोनले डाइरेक्टली मेमोरी र डिसिजन मेकिङ कमजोर बनाइदिन्छ, निर्णय लिन सक्ने क्षमता कमजोर बनाइदिन्छ। यी 5 वटा खराब बानी मध्ये कतिवटा तपाईसँग छ? कमेन्टमा लेख्नुहोस्। आफ्नो दिमागलाई माया गर्नुहोस्, किनकि तपाईको सबैभन्दा ठुलो सम्पत्ति नै तपाईको दिमाग हो। यस्तै थप भिडियोजको लागि लाइक, सब्स्क्राइब र शेयर